नमस्ते अल फ्रेन्ड्स, माई नेम इज राजेन्द्र सिंह भण्डारी एन्ड तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु आजको यस भिडियोमा। हेर्दाखेरि हेर्नुस्, आजसम्म नि यो नेपालमा मात्र होइन, कुनै पनि देशमा सपना पूरा गर्न नचाहने, सपना नदेख्ने व्यक्ति छैन। हेर्नुस्, यदि त्यो सपना पूरा गर्न चाहन्छ भने पनि त्यो व्यक्ति जति धेरै मेहनत गर्दा पनि सपना पूरा गर्न सक्दैन। हेर्नुस्, जस्तै नेपालबाट विदेश जान्छन् व्यक्तिहरू, धेरै सपनाहरू म पूरा गर्छु, मेरो परिवारलाई खुसी बनाउँछु भनेर। हेर्नुस्, तर त्यहाँ गएर पनि सुखले राम्रोसँग काम गर्न पाउँदैनन्। यदि काम गरे पनि धेरै दुःख गर्नुपर्छ, दुःख मात्रै होइन त्यहाँ काम पाउन पनि मुस्किल छ। हेर्नुस्, तर धेरैजसो व्यक्तिहरू विदेशमा गएर बागसमा घर फर्किने गर्छन्। हेर्नुस् हैन, त्यही भएर अबदेखि विदेश नजानुस्। हेर्नुस्, नेपालमै केही गर्नुहोस्, नेपालमा एउटा राम्रो प्लेटफर्म रोज्नुहोस्, राम्रो काम रोज्नुहोस्, त्यहाँबाट तपाईहरु राम्रो बिजनेस सुरुवात गर्नुहोस् हैन। आफ्नै बिजनेस सुरुवात गर्नुहोस्, त्यहाँबाट तपाईहरु एकदमै आफ्नो परिवारको साथमा खुसी हुन पाउनुहुन्छ। सानोबाट नै ठुलो हुन्छ। हेर्नुस्, साना साना सपनाहरू पूरा गर्दै पछि मात्र ठुलो सपना सोच्नुहोस्। हेर्नुस्, तपाईको सपना नै पहिला हुनु पर्यो। हेर्नुस्, तपाई पहिला के जीवनमा के लिने विचार छ, के गर्ने विचार छ, त्यसलाई नोट गरेर राख्नुहोस्। हेर्नुस्, त्यसलाई नोट गरेर राख्नुहोस् र प्रत्येक सपनालाई वान बाई वान गरेर साकार पार्दै जानुहोस्। र तपाईहरुले यो सपना यतिकै साकार पार्न सक्नुहुन्न। त्यही भएर तपाईहरु आफ्नो नेपालमा नै, आफ्नो देशमा नै एउटा सानो आफ्नो बिजनेस सुरुवात गर्नुहोस्। त्यो बिजनेसबाट तपाईले राम्रोसँग आम्दानी प्राप्त गर्न सक्नुहुन्छ र त्यो बिजनेसलाई राम्रोसँग गर्नुहोस्, एकदमै ध्यान दिएर। र तपाईहरु अवश्य सफल हुनुहुन्छ। त्यही भएर अरूको देशमा किन जाने, अरूको देशमा गएर पनि सुख छैन। हेर्नुस् हैन, त्यहाँ गएर पनि धेरै दुःख गर्नुपर्छ। त्यही भएर आजदेखि आफ्नै देशमा गर्नुहोस् र तपाईहरुको लागि म यस्तै भिडियोहरू धेरै ल्याउने छु, यो भन्दा अझै राम्रो बनाउने छु। यो मेरो बस सुरुवात मात्र हो। तपाईहरु मलाई लाइक, कमेन्ट र शेयर गर्दै मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।